प्रशिक्षणको आवश्यक चाहिँ मैले असाध्यै देखेँ। यो चाहिँ एकदमै एउटा कमजोर हाम्रो पार्टीको एउटा मैले यो कस्तो एउटा सिक्दै जाँदा भोग्दै जाँदा यो भोगेको अवस्था हो। किनकि जुन बेला हाम्रो पार्टीले निर्वाचित भएर जनप्रतिनिधि आइरहँदाखेरि चाहिँ तिनीहरूलाई एउटा हौसला प्रदान गर्न र काममा पनि त्रुटि कमजोरी नहुनको लागि चाहिँ एउटा प्रशिक्षणको असाध्यै आवश्यक पर्छ भन्ने कुरा मेरो एउटा अनुभूति भयो। र कस्तो यो जाँदा जाँदै कस्तो कुरा सिकिन पाइयो भने जनताहरू चाहिँ विकास निर्माणले मात्र खुसी हुँदा रहन्छन्। त्यो कुरा अस्ति भाद्र 23-24 गतिको आन्दोलनबाट यो सिकेको पाठ हो। किनकि के हामी नेपाललाई नेकपा एमालेबाट निर्वाचन हुने जनप्रतिनिधि हुनु नै हाम्रो एउटा दुर्भाग्य हो त? घर खोजी खोजी छानी यो चाहिँ नेकपा एमालेको सच्चा वफादार मान्छे हो, यो जनप्रतिनिधि हो भने घर जलाइन आइयो र पार्टी छोड भनेर पनि हामीलाई धेरै धम्कीहरू आएको छ। मेरो मोबाइलमा अझ पनि मेसेज सबैलाई हेर्न चाहन्छु, त यो पार्टीमा बस्न लायक छैनस्, यो पार्टी त यो छोड्नुपर्छ। किन छोड्ने पार्टी? मैले भनेवाला मैले पार्टी किन छोड्ने? त्यो पार्टीमा त कामै छैनस्। मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट मलाई धम्की आएको थियो र अब फेरि हामी मिसन 84 भनेर गइरहेका छौँ। अहिले जस्तो एउटा पार्टीको एउटा नगरको सचिव चलाइरहँदाखेरि मेरो एउटा तितो अनुभव के छ, हामी प्रत्येक जनप्रतिनिधि भनेको प्रत्यक्ष ढोकामा जनताको ढोकामा ठोकिनु पर्ने मान्छे हो हामी। त्यो ठोकिरहँदाखेरि उहाँहरूको आवाज के आउँछ? तिमीहरूको घर जलिरहँदा मलाई डर के कुराको भयो भने मेरो घर पनि सँगैको जल्छ भन्ने मलाई डर भयो। किनकि त नेकपा एमालेको जनप्रतिनिधि होस्। हामी यति डराएर काम गर्न पर्ने अवस्थामा कमसेकम हामी निर्वाचित भइसकेपछि हाम्रो पार्टीमा जोसुकै हाम्रो अध्यक्षज्यू आउनुहुन्छ, उहाँहरूले चाहिँ निर्वाचित जनप्रतिनिधि प्रत्येक पालिकामा चाहिँ एउटा कस्तो प्रशिक्षण भेला राखेर प्रशिक्षण दिनुपर्ने मैले अत्यन्त आवश्यक ठाने। यो मेरो एउटा अनुभवले पनि बताएको कुरा हो। अर्को कुरा कस्तो भने जनप्रतिनिधि भएर आइरहँदा हामी प्रत्येक अहिले अब विभिन्न मिसन ग्रासरुटदेखि लिएर विशेष अभियान भन, अस्तिको उडा भेला भन, हरेक कार्यक्रममा अहिले जनतालाई बोलाउनु गयो भने के भन्छ, हामीलाई के उत्तर आउँछ भने हामी पार्टीमा लाग्छौँ, देखि गरी हिँड्दैनौँ, आउँदैन, कसैले पनि भन्नु हुँदैन। तर त्यो बैठकमा मिटिङमा कहिले पनि आइदिनुहुन्न। र रह्यो कुरा हामी सयौँ बैठकहरू बसिरहँदा त्यहाँ भएका तल्लो लेभलका कुराहरू माथि हाम्रो सूचना प्रवाह राम्रोसित नपुर्याइदिने एउटा कमजोरी पार्टीको। र मलाई सबैले 74 सालमा निर्वाचित हुँदा पनि केपी बाको छोरी, 79 मा निर्वाचित भएर आए केपी बाको छोरी। म श्रद्धेय केपी शर्मा ओलीज्यूलाई भन्न चाहन्छु कि बा, हजुरले मलाई चिन्नुहुन्छ, मैले बालाई चिन्छु, बाले मलाई कहिले चिन्नु भएन। बालाई भेट्न जानलाई कसैको मैले आचल नसमातिकन मैले भेट्न जान कहिले पनि पाइनँ। योबाट हामी कहिले चाहिँ छुटकारा पाउने? हामी श्रद्धेय हाम्रो पार्टी अध्यक्षज्यूलाई हामीले स्वतस्फूर्त किन भेट्न नपाउने? मलाई चाहिँ यसको पनि हाम्रो अध्यक्षज्यूले चाहिँ एकदम प्रष्ट रूपमा चाहिँ यसको उत्तर पनि दिइदिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। जुन कुरा हजुरले यसरी भनेर आइरहँदा म कति कुरा ओकल्छु भनेर आइरहेको छु, सबै बिर्सिन्छु। 1 मिनट टाइम लिन्छु, त्यसको लागि म क्षमा चाहन्छु आयोजक टिमबाट। बल्ल मैले यहाँ बल्ल 2 कार्यकाल गएँ, बल्ल यसरी बोल्ने अवसर पाएको छु। बोल्न मन लाग्छ, धेरै कुराहरू भित्र घुटन भइरहेको हुन्छ होइन। काम गर्न स्थानीय जनप्रतिनिधिलाई असाध्यै गाह्रो छ। त्यसको बावजुद पनि हामीले मिसन 84 मा लाग्नलाई पार्टीलाई कसरी अगाडि बढाउने, कसरी मिसन 84 हाँक्ने, मिसन 84 मा 2/3 हिजो हाम्रो 2/3ले जसरी सरकार चलाएको त्यसै गरी हामी कसरी सरकार चलाउने भनेर त्यही चिन्ताले खाएको छ मलाई रात दिन। आज सामाजिक सञ्जालमा देखिन्छ अहिले बल्ल विकासले द्रुत गति लिइरहेको बेला जेन्जी मेरो घरमा त जेन्जी छ नि, त्यो जेन्जीले मेरो संस्कार कति राम्रो पाएको छ, घरबाट बाहिर जाँदैन। तर अहिले जुन जेन्जीको लागि हामीले लगानी गर्न सकेनौँ, जेन्जीको लागि साँच्चै नै भन्यो भने हामीले लगानी गर्नै सकेका रहन्छौँ। उनीहरूलाई प्रत्यक्ष छुने हामीले भावनाले, उनीहरूको भावना अनुसार हामीले काम गर्न नसकेको अनुभूति मैले अहिले पाएँ। र मैले आगामी दिनमा मैले कति समयको एकदम पाबन्दी लागेको छ, त्यसलाई क्षमा चाहँदै मध्यनजर राख्दै मैले यो आयोजक टिमलाई मेरो सानो एउटा भनाइ राख्ने अवसर दिनुभयो, त्यसलाई धेरै धेरै धन्यवाद दिँदै आगामी यो पर्सि हाम्रो 6 गते बृहत उपत्यका व्यापी जनसभामा चाहिँ
सम्पूर्ण यहाँ जति पनि आउनुभएको छ सबैले घर घरमा गएर भन्ने हामीले प्रचार प्रसार गर्ने भने चाहिँ त्यो कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सफल पारिदिनलाई सबैले आफ्नो ठाउँबाट आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आशा भरोसा लिँदै म यो कार्यक्रमबाट ओझेल पर्छु।